आम्मा हुसे लागिहाल्यो यार एकछिन घुम्नु पर्यो भनेको यार हुसे लागिहाल्यो नि कस्तो राम्रो ठाउँ छ यार। हेलो गाइज वेलकम छ फेरि पनि मेरो ब्लगमा होइन। आज चाहिँ म झारलाङको धेरै माथि उकालो डाँडामा पनि 2 घन्टा हिँडेर यता माथि आइसकेँ। एकछिनमा हुसे आइसक्यो। अहिले भर्खर घाम लागिरहेको थियो। कस्तो राम्रो ठाउँ छ है। अनि म चाहिँ यहाँ माथितिर गुम्बा जाँदैछु। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हिमाल पनि छ, यहाँ छेउमै छ हिमाल है। यहाँबाट खासै त्यति टाढो छैन, नजिकै छ हिमाल प्रष्टै देखिन्छ यहाँबाट। अनि यो गाउँ हेर्नुहोस् न कति मजाको छ हेर्नुहोस् त। अहिले बर्खा चलिरहेछ, धमाधम कोदोहरू रोप्ने भइरहेछ होइन। यहाँ एकदमै यो माथि डाँडामा आएर यस्तो सम्म ठाउँ छ क्या, कस्तो राम्रो छ हेर्नुहोस् न। अब यहाँ माथि म चाहिँ यहाँ गुम्बामा जाँदैछु होइन। यहाँ माथि गुम्बा छ, गुम्बा जाँदैछु। अनि त्यहाँ माथि गएर फेरि एकचोटि तपाईँहरूलाई भ्यू देखाउँछु होइन। चिसो छ, जाडो भयो, ज्याकेट नलाएको थिएँ होइन। यस्तो राम्रो ठाउँ छ हेर्नु न। तपाईँ मान्छेहरू स्विजरल्यान्ड जान्छ घुम्न होइन, तपाईँ एकचोटि यो ठाउँमा आउनुहोस् क्या। यो ठाउँको नाम हो धादिङ जिल्ला दार्खा बनाएको छ, झारलाङ यो ठाउँको नाम है। हेर्न सक्नुहुन्छ कति राम्रो छ। यस्तो राम्रो ठाउँ कहिले देख्नु भएको थियो हेर्नुहोस् ल। एकछिनमा हुसे आएर मौसम चेन्ज भइसकेछ है। अब यहाँ माथि गुम्बा जाँदैछु म। गुम्बा गएर फेरि पनि भ्यू देखाउँछु है तपाईँहरूलाई।